सुरुमा चाहिँ हाम्रो सम्बन्ध प्रेम भनेको चाहिँ 4 वर्षको सम्बन्ध प्रेम हो। जबकि अब उसलाई मैले काठमाडौँमा 11-12 पढायो, त्यसपछि उसको चाहिँ 12 सकियो। अनि 12 सकिएपछि अब के गर्ने भन्दाखेरि अब त्यसपछि घरमा सबैले सल्लाह गरे, अनि उसको अनि मेरो अनि बुवाको त्रिपक्षीय सल्लाह भयो। अनि त्रिपक्षीय सल्लाह भएपछि अब हामीहरूले अनि अस्ट्रेलिया र अनि अमेरिकाको दुईटै तयारी गरौँ, जताको भिसा लाग्छ अनि ठिकै छ नि त भन्ने हिसाबले उता अस्ट्रेलियाको नि यता डकुमेन्टेसन गर्दै थिए, अनि उता युएसको पनि गर्दै थिए। अनि युएसको भिसा अनि लाग्यो। युएसको भिसा लागेपछि अनि ठिकै छ भनेर यता अब युएस नि राम्रै छ, भोलि गएर पढाइ अब युएस भनेको त नम्बर 1 हो पढाइमा त भन्ने कुरा। अब युएस भनेको त अब एजुकेसन सेक्टरमा राम्रै छ, भोलि गएर त्यहाँ पढेर आयो भने राम्रै फ्युचर हुन्छ भन्ने हिसाबले सबैको सहमति भएर अमेरिका पठाइयो। अमेरिका पठाउँदाखेरि यदि के भन्छु भनेपछि उसको हरेक प्रोसेस सबै कुरा चाहिँ मैले गरिदिए हो। सबै कुरा उसलाई चाहिँ केही पनि, उसको मेल धरी युनिभर्सिटीमा गर्ने सबै एभ्रिथिङ उसको आइल्स देखि लिएर सबै खर्च हाम्रो परिवारले नै बेहोरेको उसको। उसले चाहिँ अहिले आएर उसले चाहिँ जुन यो धोका दिएछ यो कुरा चाहिँ उसले यति चाँडै बिर्सिसक्यो सबै कुरा गरेको। मैले इभन उसको इन्टरभ्यू डेट बुक गर्दाखेरि 4 महिनासम्म नसुतिकन इन्टरभ्यू उसको डेट बुक गरेको छु। त्यसपछि उसले चाहिँ गएको 3 महिनापछि चाहिँ हाम्रो सम्बन्ध 3 महिनासम्म चाहिँ राम्रै थियो। 3 महिनासम्म बोल्ने, सबै कुराहरू सेयर हुने गर्थ्यो। अहिले बिस्तारै चाहिँ अब फोन गर्न छोड्ने, फोन नउठाउने गर्न थाली। मैले भने किन हो यस्तो, के हो भने मेरो एकचोटि नि फुर्सद हुँदैन भनेर म टाइम भएको बेला आफै गर्छु, त्यहाँबाट नगर्नु फोन, त्यहाँबाट फोन गरेपछि म आफै ब्लक गरिदिन्छु फेरि भनेर यस्तो उसले चाहिँ थ्रेड जस्तो दिने के। अनि मैले भने हुन्छ त ठिकै छ भनेर मैले पनि ठिकै छ अब जहिले टाइम हुन्छ त्यसले गर्नु भन्दाखेरि उसले चाहिँ 10 दिनमा गर्थ्यो, 15 दिनमा कहिले काहीँ गर्थ्यो। इभन त्यति फोन गरेको बेला पनि उसले चाहिँ राम्रोसँग नबोल्ने के, कि त बाथरुम टोयलेटमा गएर बोल्ने, कि त रातिको टाइममा पनि आँगनमा गएर बोल्ने कि कुरा गर्नलाई। अनि मैले अनि अब त्यतिसम्म गरेपछि कसको मनमा शंका उत्पन्न हुँदैन भने त्यतिसम्म गरेपछि। अनि मैले भने किन यस्तो गरेर आएको के हो भन्दाखेरि उसले चाहिँ पुरै इन्कारै गर्ने कि कुरै नसुन्ने, कुरै पनि नसुन्ने, केही पनि नगर्ने कि उसले चाहिँ केही पनि नसुन्ने। त्यसपछि मैले भने यस्तो गर्नु हुँदैन, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भन्दाखेरि 1 महिनासम्म पनि कुरा नगर्ने। अनि त्यसपछि मैले बिस्तारै थाहा पाएँ कि मलाई त युएसबाट फोन आइसक्यो कति ठाउँबाट। अनि भनिसक्यो अब सबै कुरा देखिसक्यो। उसको मेल त मसँग लगइन थियो नि त, त्यतिखेर युएसको प्रोसेस मैले गरिदिन्थ्यो। अब हरेक कुरा उसको लोकेसन चाहिँ देखिरहेछ कि, त्यो पाकिस्तानी केटाको वहाँ हरेक टाइम गएको लोकेसन देखिरहेछ। यो लोकेसन चाहिँ मलाई सोध्थेँ काम गर्ने ठाउँको लोकेसन हो कि के हो सोचिरहेको थिएँ। जब मैले युएसबाट त्यो लोकेसन लगाएर पत्ता लगायो, त्यो लोकेसन चाहिँ फेरि त्यो पाकिस्तानीको लोकेसन रहेछ कि, हरेक टाइम त्यहाँ गइरहेको, म चाहिँ काममा गइरहेको कि के हो कि भनेर सोचिरहेको थिएँ। एउटा साइडको मात्रै स्टोरी सुनेर, एउटा मान्छेले भनेको अनुसार मात्रै सुनेर पढेर कसरी एउटा मान्छेलाई जज गर्न सक्नुहुन्छ, कसरी मलाई नराम्रो बनाउन सक्नुहुन्छ? हजुरहरूलाई के थाहा छ मेरो लाइफको बारेमा? रियालिटी के भइरहेको छ, रियालिटी के हो भनेर हजुरलाई के थाहा छ र? केही पनि थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर फेसबुकतिर टिकटकतिर के कुरा भइरहेको छ भन्दाखेरि चाहिँ म यहाँ अमेरिकामा केटासँग लिभिङ टुगेदरमा बसिरहेको छु, त्यो पाकिस्तानी केटासँग। यहाँ हामी दुईजना सँगै अपार्टमेन्टमा बसिरहेछौँ भन्ने कुरा छ, जो कुरा सत्य होइन। यदि जोले भन्दैछ भनिरहेको छ जो मान्छेले हामी यहाँ सँगै बसिरहेछौँ भनेर, त्यो मान्छेलाई प्रुफ माग्नुहोस्। यदि त्यो मान्छेसँग प्रुफ छैन भनेपछि म दिन्छु हजुरहरूलाई प्रुफ। मसँग छ, हरेक महिना मैले रेन्ट पे गरेको मसँग सबुत छ। म यहाँ एउटा सानो अपार्टमेन्टमा हामीहरू कसरी स्ट्रगल गरेर सबै स्टुडेन्टहरू, सबै मेरो केटी साथीहरू, हामी 4 जना बस्थ्यौँ। सबै साथीहरू मिलेर बसेर गरेर कसरी सबै गरिरहेको थिएँ मलाई मात्र थाहा छ। तर त्यस्तो अनि जब मैले यो कुरा उसलाई भने यस्तो किन गरिरहेको के हो भनेपछि उसले चाहिँ पुरै टोटल्ली त्यसपछि चाहिँ उसले चाहिँ कटअपै गरिदियो कि। त्यसपछि चाहिँ कुराकानी उसले चाहिँ कसले भने यस्तो नभएको कुरा या ऊ भन्दै थियो। फेरि भने म पत्याउन पनि पत्याउँथिन। अब कसैले अब उसको व्यवहारै देखिरहेछ, कसैले तेरो बुढी यस्तो गर्दैछ युएसमा उस्तो गर्दैछ भनेर म किन पत्याउँथे, जब उसको व्यवहारले
त्यो देखाइरहेछ भने त म अभियसली मैले पत्याउने होइन, मसँग प्रुफ पनि आइसक्यो, सबै कुरा भइसक्यो, हरेक कुरा भइसक्यो। उसको त्यो जुन मोबाइल किनिदिएछ, वाचेसहरू किनिदिएछ, त्यो नयाँ नयाँ लुगाहरू किनिदिएछ, सबै त्यो पाकिस्तानीले किनिदिएको हो, एभ्री कुरा पाकिस्तानीले किनिदिएको हो। मैले भनेको बरु गलत बाटो रोज्नुभन्दा कसैले अहिले युज गर्न खोजिरहेको हुनसक्छ, भोलि गएर दुःख पाइन्छ, आफ्नै परिवार नबिगाड। त्यो कुराहरू हजुरलाई थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर मेरो बुवालाई चाहिँ नराम्रो बनाइराख्नु भएको छ हजुरहरूले। बिहे गर्दाखेरि भगाएर मलाई ल्याउँदाखेरि उसले मेरो मम बाबाको पर्मिसन लिएर भगाएर ल्याएको होइन नि मलाई। बिहे गर्दाखेरि उसले मेरो मम बाबालाई सोधेको थियो। अनि अहिले चाहिँ मेरो मम बाबा चाहिँ मेरो बुवा चाहिँ बिचमा कहाँबाट आउनुभयो? अनि अर्काको बुवालाई अर्काको फ्यामिलीमाथि अनि यत्तिकै जे पाए त्यही अनि दोष लाउने अनि अर्काको बुवालाई नराम्रो भन्ने तपाईहरूलाई यो हक कसले दियो? कसैलाई जज गर्ने, कसैको बारेमा नराम्रो भन्ने। अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्न पर्छ रे, न्याय दिन्छौँ रे। न्याय दिनलाई गर्नलाई तपाईँहरू को हो र? नबिगाड। हाम्रो के हुन्छ, भोलि गएर भविष्य खराब हुन्छ, दुइटैको आफ्नो पनि खराब हुन्छ, मेरो पनि खराब हुन्छ, यस्तो नगर भन्दाखेरि चाहिँ उसले चाहिँ भन्ने कि के भविष्य, म त अमेरिका पुगिसकेँ, नेपाल कहिले नि फर्किँदैन, के भविष्य, नेपाली लाइफ त मलाई मनै पर्दैन। नेपाललाई यति घृणा, नेपालीलाई यति उसलाई नेपाली हुनुमा उसलाई चाहिँ ऊ गिल्टी फिल भयो जस्तो कुरा गर्ने क्या पुरै। त्यतिखेर पनि उतिखेर एकचोटि मैले उसलाई यो नेपालमा प्रोटेस्ट भएको थियो जेएनजीको, त्यतिखेर नि हाम्रो नेपालमा त यसो यसो भइरहेछ, घर जलिरहेछ। त्यो भन्दा नेपाल त्यस्तै त हो, किन काम र काजको, तेरो घर त जलेन नि, यस्तो यस्तो शब्द सुनाउने कि उसले चाहिँ, त्यतिसम्म भन्ने कि। अनि बिस्तारै बिस्तारै गएर उसले चाहिँ कटअपै गर्यो, कुराकानी गर्न कटअप गरेर अहिले चाहिँ उसले चाहिँ यतापट्टि हाम्रोपट्टि चाहिँ एकदम नराम्रो नराम्रो शब्दहरू आफ्नो बाबुआमालाई उति गयो कि बिना कामले। उसलाई चाहिँ किनकि अरूसँग घुम्नु छ, अरूसँग मोज मस्ती गर्नु छ, अब ठाउँमा पुगिसक्यो भन्ने जस्तो उसलाई चाहिँ कुनै स्वर्गमा आ जस्तो फिल भएर रहेछ कि उसलाई चाहिँ। अब उसले चाहिँ आफ्नो आमा बाबुपट्टि चाहिँ कुरा गर्ने, उतापट्टि सबै कुरा गर्ने, सेयर गर्ने, उतै गर्ने गरेर अब मसँग कटअप गर्यो फोन। मैले फोन गरेको टाइममा के भन्ने, एज अ मी मेरो आमा बाबु हो, जे कुरा गर्नु छ मेरो आमा बाबुसँग गर, मसँग केही पनि गर्ने होइन कुरा। जे हो मेरो लागि मेरो आमा बाबु हो, एज अ मी हो मेरो आमा बाबु, जे भन्नु छ जे गर्नु छ, आफ्नो लागेको पैसा लगानी सगानी सबै मेरो आमा बाबुले तिर्छ तिमीहरूको भनेर मलाई भने। जज छ त, कोर्ट छ त, उनीहरू भएको के फाइदा नि? तपाईँहरूले नै न्याय दिने भए, सबै डिसिजनहरू तपाईँहरूले नै बनाउने भए त के हुन्थ्यो र? आफ्नो भ्युज बढाउनको लागि, आफ्नो लाइकहरू बढाउनको लागि यत्तिकै मान्छेको कसैको पनि फोटो युज गरेर यत्तिकै जे पाए त्यही बोल्न पाउँछ, गाली गर्न पाउँछ। मेरो इमेज छैन, ऊ छैन, मेरो इज्जत छैन। अनि मेरो मम्मी बुवाले त इभन उसँग बोल्न नि पाएको छैन, बुहारी तिमीले के गरेको कस्तो गरेको भन्दा मेरो आमा बाबुको आत्मा कति रोको होला कि यो कुराले उसले चाहिँ जुन यो गर्यो। यति राम्रो जिन्दगी छ, सबै कुरा छ, मान्छेले गरेर खान सक्थ्यो होला, उ गर्थ्यो होला। यहाँबाट मम्मी बाबाले हामीहरूले भनेको पनि थियो, अप्ठ्यारो पर्यो भने यहाँबाट पैसा पठाइदिन्छौँ, यदि सकेनै भने पनि बस्नै मन छैन भनेपछि नेपाल आऊ, नेपालमै गर, यही पढ्दा पनि भइहाल्छ भनेको। उसले चाहिँ सुन्दैन, कुरै सुनेन। म किन आउने हो र, अमेरिका पुगेका मान्छे नेपाल कहिले फर्किन्छ र, यस्तो शब्द सुनाउने कि। अनि उसले चाहिँ अनि केही भनेपछि तिमीहरूलाई कसले भने हो त, तिमीहरूलाई मान्छे अरू सुन जग्गा घरमा लगानी गर्छ, तिमीहरू मान्छेमा इन्भेस्ट गर्ने उस्तै त हो नि भन्ने। अब यो कुरा सुन्दा आमा बाउले त छाँगाबाट खसे जस्तो भइहाल्यो। हामीले को मान्छेलाई पठाएर उनीहरू त छक परिहाल्यो। अब हामीले बुहारीलाई नै पठाओ कि अरूकै मान्छे पर्यो त यो। अनि अर्को कुरा चाहिँ धेरै मान्छेहरूले इभन मलाई मेरो इनबक्समा पनि आएर भन्नुभएको छ कि ऊ भाइसँग कन्ट्याक्टमा आऊ रे, उसँग कुरा गर रे, गर भनेर भन्नुभएको छ। मैले उसलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन, इन्स्टाबाट पनि, फेसबुकबाट पनि, कुनै ठाउँबाट, व्हाट्सएपबाट पनि, कहीँबाट पनि मैले उसलाई ब्लक गरेको छैन। सबै ठाउँबाट ऊ मेरो कन्ट्याक्टमै छ। अब हामीहरूको यस्तो भइरहेको भएर अहिले कुरा मात्र नभएको हो, मैले कुनै ठाउँबाट केही पनि गरेको छैन उसलाई। अनि अर्को कुरा चाहिँ अब उसको पैसा फिर्ता गर भन्ने कुरा भएको छ। उसको पैसा खायो रे, उ गर्यो भन्नुभएको छ। अनि त्यो कुरा पनि म
त्यो कुरा पनि म हजुरहरूलाई भन्छु, त्यसको आन्सर पनि म दिन्छु हजुरहरूलाई। हामी दुईजना फ्यामिलीले बसेर नै सबै चिज गरेरै हामीले डिसिजन बनाएर उसको पैसा रिटर्न गरिदिने भनेर भनेको हो। अनि अर्को कुरा चाहिँ हाम्रो पैसा यति लागेको उति लागेको भनेर भन्नुभएको छ यता युएस पठाउँदाखेरि। त्यो कुरामा पनि म केही भन्न चाहन्छु। मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो, आधी पैसा मेरो बाबाले पनि दिनु भएको थियो, सो हेल्प गर्नु भएको थियो हामीलाई। अभियसली त्यो सोच्ने त जसको पनि भइहाल्यो नि। त्यस्तो उनीहरूले त फोनै गर्न पाएको छैन, एउटा बुहारी के हो किन गरेको भन्न नि पाएको छैन। अब उताबाट अनि आमा बाउ एज अ मी हो भनेपछि मैले उता मम बाबालाई रिक्वेस्ट गरेँ, मम बाबा यसो रश्मि यसो यसो भन्दैछ, किन यस्तो गर्दैछ, यस्तो नगरे भए हुन्थ्यो, समाज छ, भोलि के हुन्छ एकचोटि बिहे गरिसकेपछि डिभोर्स भयो भने समाजमा इज्जत के हुन्छ, भोलि डिभोर्सको ट्याग लाग्छ, मान्छेहरू एकदम नराम्रो हेर्ने दृष्टि नराम्रो हुन्छ भन्दाखेरि उहाँले चाहिँ सुरुमा हामी सम्झाउँछौँ, तपाईँ चुप्प लागेर बस्नुहोस्, उसँग कुरा नगर्नुहोस्, हामीसँगै कुरा गर्नुहोस्, हामी सम्झाउँछौँ भनेर मलाई 3 महिनाको म्याद दियो। अनि म 3 महिनासम्म चाहिँ एकदमै कुरेर बसेँ। 3 महिनासम्म त्यो कुरै त मेरो चाहिँ प्रतीक्षा चाहिँ यस्तो थियो कि कुरै छोडिदिउँ कि म रात दिन अब के खबर आउँछ भन्दाखेरि चाहिँ लास्टमा आएर अनि उहाँबाट फोन आएन, फेरि मैले गरेँ। 3 महिना बितिसक्यो, केही पनि कुराकानी आउँदैन। म अब बाबालाई फोन गरेँ मैले, उहाँको बाबालाई फोन गरेपछि के भयो त बाबा अब खबर भन्दाखेरि, अब रश्मिले त मिल्दैन भन्यो, अब हामीले के गर्न सक्ने, अब उसले मिल्दैन भनेपछि ठिकै छ नि त, अब हजुर पनि पढे लेखेको मान्छे सधैँ छ, ठिकै छ नि त, सबै कुरा हजुरको पनि ठिकै छ, भोलि उमेर छ, सबै छ, अब राम्रो पाइहालिन्छ नि भने। त्यो शब्द सुन्दाखेरि मैले के भने म कति टुटेँ कि म डिप्रेसनमा गएँ त्यसपछि यो शब्द सुनेपछि। अनि मेरो बुवाले चाहिँ हामीहरूले दुईजना परिवार बसेर मिलेर चाहिँ अनि हामीले के भनेको थियौँ भन्दाखेरि सल्लाह गरेको थियौँ पैसा चाहिँ अनि दिने भनेर भन्नुभएको थियो। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ मसँगै मेरो फोटोहरूसँगै अनि पछि अर्को त्यो केटाको पनि फोटोहरू हजुरहरूले लाएर जे पाए त्यही अनि उसको बारेमा पनि भन्नुभएको छ, गर्नुभएको छ। उसलाई मैले चिनेको छु, मेरो साथी हो। अब अमेरिकामा कोही बसिराख्नु भएको छ, यो भिडियो हेरिराख्नु भएको छ भनेपछि उहाँहरूलाई थाहा होला युएसमा आएर कस्तो हुन्छ, को मान्छे कतिखेर काम लाग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन। हेल्प सबैको चाहिन्छ, सबैसँग राम्रोसँग बोल्न पर्छ, मिलेर बस्नु पर्छ, त्यसमा केही ठुलो कुरा भएन। हेल्प जसलाई पनि जतिखेर पनि चाहिन सक्छ, हुन सक्छ। म 3 महिना चाहिँ डिप्रेसनमै गएँ। डिप्रेसनमा गएर सहँदा अहिले आएर लास्टमा आएर केही नलागेर म सोसियल मिडियामा बोल्न बाध्य भएँ। अनि सबैतिर मैले देखेको के भन्दाखेरि एउटा त्यो स्क्रिनशट छ जुनमा चाहिँ त्यो केटाले चाहिँ मलाई $1000 चाहिँ पठाएको छ। त्यो के हो कुरा भन्दाखेरि म भन्छु, मेरो कलेजको फी तिर्नु पर्ने थियो, मलाई गाह्रो भएको थियो अनि मैले उसँग चाहिँ सापट्टि मागेर, मलाई त्यतिखेर अर्जेन्टली चाहिएको थियो, मैले उसँग सापट्टि मागेर अनि उसले मलाई मेरो अकाउन्टमा पैसा पठाएको। उहाँले के पनि भन्नुभयो भनेपछि एउटा यो बुवाले बोल्ने शब्द यस्तो हुन्छ त नेपाली सोसाइटी समाजमा कतातिर जाँदैछ कि हाम्रो सोसाइटी। उहाँले के भन्नुभयो भने छोरीको लागि म मेरो घर जग्गा बेचेर पनि लड्न तयार छु, तपाईँले के गर्नु, उसैसँग लाग्नुपर्ने के छ त, तपाईँले छोडिदिनुहोस् न त, डिभोर्स दिइदिनुहोस् न त, यस्तो शब्द भन्ने के।